नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको मुलुक हो। नेपालको भौगोलिक अवस्थिति, हावापानी, विशाल उचाइ भएका चुचुरा, भगवान बुद्धको भूमिले यहाँको पहिचान र सुन्दरतालाई अझ बढाइदिएको अवस्था छ। विभिन्न जाति, विभिन्न समुदाय, विभिन्न परम्परा र चाडपर्वहरूले नेपालको पहिचान र सुन्दरतालाई थप प्रगाढ बनाएको छ। यही सुन्दरतालाई विश्वमा चिनाई आर्थिक आयोजनको स्रोत बनाउनको लागि पर्यटन व्यवसायलाई बढावा दिनु जरुरी देखिन्छ। यही कुरालाई मध्यनजर गरी आज हामी नेपालको सुदूरपश्चिम क्षेत्र अन्तर्गतको प्रकृतिको सुन्दर मानिने ढोरपाटन क्षेत्र जाँदैछौँ। यो नेपालको एकमात्र शिकार आरक्ष हो, जुन म्याग्दी, बागलुङ र रुकुमपूर्वमा फैलिएको छ। यही ढोरपाटनको हामी बुकीपाटन क्षेत्रसम्म पुग्नेछौँ। करिब समुद्र सतहदेखि 42 मिटर उचाइसम्म हामी जानेछौँ। हेलो, नमस्ते एभ्रिवान, इट्स मी काजी। अनि मेरो साथमा हुनुहुन्छ मेरो साथी चाहिँ विकास थापा मगर। हामी यो यात्राभरि सँगसँगै हुनेछौँ। हामीलाई हेरेर साथ दिनु होला, हामी सँगसँगै रहनु होला र हाम्रो भिडियो मनपर्छ भने चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। अब हामी यात्रामा निस्किन्छौँ। ओके, अलराइट, म चाहिँ आफ्नो रुमदेखि अब चाहिँ निस्केँ। म चाहिँ राइडिङ सुज अनि राइडिङ गियरहरूको साथमा मेरो बाइक मसँग, मैले चाहिँ ब्याग प्याकिङ। अब चाहिँ विकास थापा साथीकोमा म चाहिँ अब जान थालेँ। मसँग मेरो साथी हुनुहुन्छ, म उहाँको रुमसम्म जाँदैछु। ओके, चारबाइनी क्षेत्रमा पुग्यो अहिले। फाइनल्ली साथीको रुम पुग्यो। साथी चाहिँ निस्किनु भएको रहेछ। हेलो, निस्किनुहोस्। हेलो, कता हो कता? ए, आइपुग्नु भयो। ओके ओके, ल बान्नु पर्यो बाइकमा सामानहरू अनि चल्नु पर्यो। ओके, लेट्स टुगेदर राइड एभ्रिवान। हामी चाहिँ ढिला नगरी चाहिँ अब ढोरपाटनको यात्राको लागि चाहिँ हामी हिँडिसक्यौँ। हाम्रो राइडिङ सुरु भयो यहाँदेखि चाहिँ। मेरो अगाडि चाहिँ विकास थापा मगर हुनुहुन्छ मेरो साथी, अनि म चाहिँ पछि म छु। यो चाहिँ नेपालगञ्जकै सडक हो। त्यो राम्रो छ, नेपालगञ्जमा सडक राम्रो बनेको छ। स्थानीय सरकार आएदेखि चाहिँ बाटोघाटोहरू एकदमै राम्रो छ नेपालगञ्जमा। तपाईँहरू घुमेर पनि हेर्न सक्नुहुनेछ नेपालगञ्ज आएर। गर्मी चाहिँ अति नै गर्मी, तर बाटोघाटो चाहिँ एकदमै राम्रो बनेको छ। यसको लागि चाहिँ यो स्थानीय सरकारलाई चाहिँ धन्यवाद दिनैपर्छ हामीले। ओके, हामी रत्न राजमार्गमा पुगिसक्यौँ। त्यसपछि हामी हुलाकी राजमार्ग हुँदै चाहिँ अवया हुँदै दाङ हुँदै जानेछौँ। अब यो चाहिँ हुलाकी राजमार्गको बाटो हो। यो बनिरहेको हुलाकी राजमार्ग तराई क्षेत्रको विकासको एक मेरुदण्डको रूपमा रहेको छ यो हुलाकी राजमार्ग। हामी यही बाटो हुँदै अगयासम्म पुग्नेछौँ। अगयादेखि हामी पूर्व पश्चिम हाइवे अर्थात् महेन्द्र राजमार्ग हामी पुग्नेछौँ। देखिएको राप्ती पुल हो। हामी राप्ती पुलमा पुग्यौँ। राप्ती पुलको चाहिँ नयाँ पुल चाहिँ बन्दैछ साइडमा। यो चाहिँ पुरानो पुल हो, साँगुरो छ। दुईटा ट्रक चाहिँ हिँड्न नि गाह्रो साइडदेखि। अन्य एउटा ट्रक अति जाम पर्ने ठाउँ यो चाहिँ। Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. यो राप्ती पुल क्रस भइसकेपछि नेपालको
हुलाकी राजमार्ग अन्तर्गतकै यो बाटो हो। एकदमै पिच भइसकेको बाटो छ यो चाहिँ। अलिअलि बाटो चाहिँ बन्न बाँकी भए पनि बाटो एकदमै राम्रो छ यो बाटो। यो बाटो बन्नुभन्दा पहिला नेपालगञ्जवासीहरूलाई चाहिँ काठमाडौँ जानु पर्यो भने अर्थात् महेन्द्र राजमार्ग पुग्नको लागि चाहिँ कोलपुर भएर नै पुग्नु पर्थ्यो। अहिले चाहिँ यो बाटो भएर एकदमै छिटो र यो बाटो छोटो पनि छ, राम्रो पनि छ। अहिले चाहिँ सबैजना यो बाटो नै हिँड्नुहुन्छ सायद। while laughter echoes through the halls. Feel the world just turning slow. दायाँ बायाँ रुखहरू अनि हरियाली जङ्गल हेर्दै रमाउँदै यो गर्मीमा शीतलता महसुस गर्दै हिँडिरहेका छौँ। फाइनल्ली हामी राप्ती नदीको अर्थात् अगया भन्ने ठाउँमा पुग्यौँ। राप्ती नदी थुनेर यहाँ बाँध बाँधिएको छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अगाडि। हामी चाहिँ अब राप्ती नदी अर्थात् अगया पुगिसकेपछि खाजा खानको लागि चाहिँ यहाँ बस्यौँ। खाजा पनि खाइयो, माछा खाइयो। माछा चाहिँ यहाँ लोकल नै पाउँछ, यहाँको एकदमै टेस्टी माछा पाउँछ। हामी आइराख्ने ठाउँ यो, तपाईँ पनि आउनु होला, एकदमै राम्रो माछा पाउँछ यहाँ। फाइनल्ली हामी महेन्द्र राजमार्गलाई टच गरिसकेका छौँ। यहाँदेखि अगाडि हामी अमिलिया भन्ने ठाउँदेखि चाहिँ उत्तरतर्फ लाग्छौँ, जहाँ हामी चाहिँ दाङ गएर दाङदेखि राप्ती राजमार्ग हुँदै आज रुकुमसम्म पुग्छौँ हामी। यो अमिलिया, यहाँदेखि चाहिँ उता सिधा जाने हो भने चाहिँ काठमाडौँको बाटो, यो चाहिँ महेन्द्र राजमार्ग जान्छ। हामी यहाँदेखि राप्ती राजमार्गको बाटो लाग्छौँ। अब हामी चाहिँ उत्तरतर्फ लाग्यौँ। अगाडि विकास सर हुनुहुन्छ, उहाँ चाहिँ मस्त हुनुहुन्छ, रमाइराख्नु भएको छ राइडमा, इन्जोय भइरहेछ हामीलाई चाहिँ। हाम्रो यो सेकेन्ड राइड हो सँगसँगै गरेको। अनि सानो सानो राइडहरू त धेरै गरियो, तर सँगसँगै गरेको हामीले दोस्रो राइड हो दुईजनाले। यहाँदेखि चाहिँ दाङ उपत्यका क्लियर देख्ने ठाउँ रहेछ यो, बवाल चिसो ठाउँ। दाङलाई हामीले एकचोटि नजिकबाट निहाल्यौँ। तुलसीपुर क्षेत्र हो यो चाहिँ। अगाडि देखिने चाहिँ तुलसीपुर बजार हो। यो चाहिँ ठुलो बजार। हामी दाङबाट रुकुमको लागि लागिसक्यौँ। अब चाहिँ उकालो बाटो, केही पिच केही ढिलो। दाङदेखि उकालो लाग्दै गर्दा यो बाटोको अवस्था एकदमै खराब रहेछ है। बिचमा चाहिँ पिच चाहिँ भएको, तर धेरै जसो बाटो चाहिँ कच्ची नै रहेछ अहिलेसम्म। प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध छ, यो बाटो चाहिँ अलिक छिटो बनाउनु पर्यो। विकास सरको नयाँ कपडा बिग्रियो रे। माछा मारिरहेको दृश्य। रुकुम जाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गतको बाटोमा देखिएका राम्रो राम्रो दृश्यहरू। यहाँ चाहिँ रोपाइँ भइरहेको, हिलो खेलिरहेको अवस्था तल चाहिँ एकदमै रमाइलो लाग्यो। फाइनल्ली रुकुम पुगेर हामी सेरी भन्ने ठाउँमा आजको बास त्यही बस्छौँ र थकान गर्दैछौँ। बिहान बिहान हामी चाहिँ अब रोडबाटोको लागि चाहिँ लाग्यौँ। जो साँझ यति बसियो, राम्रो रहेछ होटल चाहिँ।
ओके सिँढीदेखि हामी चाहिँ लाग्यौँ अगाडि रमाइलो बाटो यस बाटो पिच रुकुम एकदमै राम्रो रहेछ रुकुम एकदमै राम्रो लाग्यो हामीलाई रमाइलो भयो बाइक धोइयो यहाँ त्यसपछि फेरि लाग्यो यस बाटो पहाडका घुम्तीहरू वरिपरि हरियाली मौसम अनि हरियाली हेर्दै हामी चाहिँ रुकुमको बाटोमै इन्जोय गरिरहेछौँ बिहान 10 बजिसकेको बाटोको सुन्दरता र बाटोको वरिपरि देखिने मनोरम दृश्यले होला मलाई अलिअलि इङ्ग्लिस पनि फुरिरहेछ बहुत रमाइलो भइरहेको छ यो बाटोमा हिँड्दाखेरि चाहिँ हामीलाई मध्य पहाडी राजमार्ग एकदमै बवाल लाग्यो ट्राभल भनेको बाइकमा घुम्नु मात्र रहेनछ क्या अ लट अफ मेमोरिज कति धेरै मेमोरिज बनाउने हामी चाहिँ घुम्दा माइ गॉड अब शब्दमा बयान गरेर साध्य नै छैन क्या हामीले एकदमै इन्जोय गर्यौँ यो राइडमा चाहिँ समय र परिस्थितिले साथ दिएसम्म घुम्ने हो चिल गर्ने हो क्या लाइफ चाहिँ यो चाहिँ काम है प्रेसर सबै भुल्ने क्या यहाँ चाहिँ वरिपरिको यो मौसम ओ माई गड शीतल छ क्या हामी चाहिँ नेपालगञ्ज गरीबाट आएको मान्छे यस्तो शीतल नि हामीलाई चाहिँ रुकुममै एक बास अर्को बसै जस्तो फिल भइरहेछ है हामी मध्य पहाडीको यही मध्य पहाडी चाहिँ हामी बुर्तिबाङसम्म पुग्नेछौँ बुर्तिबाङदेखि उत्तरतर्फ ढुरपाटनको बाटो हो कच्ची बाटो छ है हामी अहिलेसम्म चाहिँ पिच बाटो छ यो चाहिँ मैले इन्स्टा 360बाट लिएको सर्ट हो अलिकति बिचमा केही अपलोडहरू है रमाइलो भइरहेछ वरिपरिको हरियालीले हाम्रो मन नै लोभाइरहेछ क्या नेपालको प्रत्येक कुनामा यतिको बाटो बन्ने हो भने चाहिँ अन्य विकासका कार्यहरू पनि गर्न एकदमै सजिलो हुने देखियो क्या यतिको बाटो चाहिँ चाहियो है पहाडहरू छोडेर पनि मध्य पहाडी राजमार्ग एकदमै बवाल ठाउँहरू हुँदै गएको छ चाहिँ एकचोटि रेस्ट गरियो रमाइलो गाउँको सुन्दर दृश्यहरू हेरेर मजा आयो
अब हामी केही समयमै रुकुमकोट भन्ने ठाउँमा पुग्नेछौँ। रुकुमकोट एउटा गीतले नै प्रख्यात छ क्या। रुकुमकोट वाला छ नि गीत गायो भने प्लिज कपिराइट लाग्छ। The dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a world through विकासले एकदमै इन्जोय गरिरहनु भएको छ राइडमा चाहिँ। बाबाको पछि 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 मैले पनि इन्जोय गरिरहेको छु। brimming with हामी रुकुमकोटसम्म पुग्छौँ अब। in the arms of solitude. फाइनल्ली रुकुमकोट पुग्यो। यो चाहिँ कमल ताल हो साइडमा देखिएको। हामी केही समय अब यो कमल तालमा फोटो खिच्ने भिडियोहरू बनाउने है। अब कस्तो रहेछ कमल ताललाई नजिकै गएर निहाल्छौँ हामी। Caught in the rhythm, the stars and the moon teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. स्वागत छ तपाईँलाई रुकुमकोटमा र यो कमल तालमा। कमल तालको भ्यू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ कमल ताललाई यही छोडेर बुर्तिबाङको लागि निस्क्यौँ यहाँदेखि। पहिलेको बाख्रा गोठालो जो परियो। रुकुम पूर्वको लुगुम गाउँ साह्रै सुन्दर। डढेलो लागेर जङ्गल नै सखा पारिरहेको दृश्य देखियो। फाइनल्ली हामी चाहिँ ढोरपाटनको फेदी बुर्तिबाङमा हामी पुग्यौँ अहिले। एकदमै सुन्दर यो सहर रहेछ बुर्तिबाङ अहिले। बुर्तिबाङबाट हामी ढोरपाटनको लागि निस्क्यौँ। बुर्तिबाङ एकदमै व्यस्त छ। बाटो पत्लाउन चाहिँ हामीले एकचोटि सोधियौँ। चाहिँ बाटो देखाइदिनु भयो त्यहाँदेखि चाहिँ लाग्यो। पुल बुर्तिबाङ बजारदेखि अगाडि हामी पुल कटेर यहाँदेखि अहिले लेफ्ट जानुपर्ने रहेछ। पहिला चाहिँ राइटदेखि रहेछ, अहिले राइटबाट बाटो बन्दै गरेको भएर हामी चाहिँ लेफ्टबाट कच्ची बाटो हुँदै। बाटो केही अप्ठ्यारो छ, कठिन छ, पनि इन्जोय भइरहेछ। हामीले धेरै लामो राइड गऱ्यौँ। तलपट्टिको बाटो चाहिँ बन्दै गर्दा यो कच्ची बाटो चाहिँ खुलेको रहेछ। एकदमै कठिन छ यो बाटो अहिले, अप्ठ्यारो लाग्यो हामीलाई यो बाटो हिँड्न। पिच बाटोमा हिँडेको बानी भयो नि त। बाइक कन्ट्रोल गर्न नै गाह्रो भयो क्या यो बाटोमा चाहिँ।
एकदमै फाइनल्ली समथर बाटो भेट्यो। अब चाहिँ खोलै चाहिँ ठाडो जानुपर्ने बाटो, तर चाहिँ ग्राभेल भएको एकदमै राम्रो बाटो, पिच नभए पनि एकदमै राम्रो छ बाटो। हामीलाई ढोरपाटन देख्न एकदमै हतार छ। हामी साइडमा घरहरू छ, कच्ची बाटो भयो। धुलो भएर आएको हामीलाई देखेर साइड घरको गाउँको मान्छेहरूले हामीलाई अर्कै ठाउँबाट आएको मान्छे जस्तो गरी हेरेर आउनुभएको भयो क्या हामीलाई। अब केही समय अगाडि अलि उकालो बाटो, रमाइलो बाटो। त्यो बाटोमा देखिने रुद्रताल, ढोरपाटन जाँदै गर्दा बाटोमा देखिने पानी चाहिँ नभएको ताल। तपाईहरुलाई रुद्रतालमा हार्दिक स्वागत छ। राति अबेर आइएको थियो, भिडियो बनाउनु पाइएन। अब हामी चाहिँ 10 बजेतिर ढोरपाटनको लागि लाग्यो। देखिने ढोरपाटनको फेदी हो हामी हिजो बसेको। ला 81 पानी पर्यो। हामी चाहिँ ह्यान्डकोट लिएर चाहिँ हिँड्न थाल्यौँ। अब बाटोमा ऊर्जावान हजुरआमा भेटिनुभयो। यो उमेरमा पनि यति बलियो, तर उहाँको पनि केही बाध्यता चाहिँ होला। चेप्टा ढुङ्गा 3120 मिटर। पाखामा चाहिँ बाख्रा चराउँदै हजुरबुवा। 81 मौसम चेन्ज, त्यसपछि फेरि खुलिहाल्ने मौसम चाहिँ हिमालको विशेषता नै यही हो। यताउता डाँडा पाखा ठाडो उकालो, यो चाहिँ यादहरू चाहिँ एकदमै यादहरू ताजा छन् यो बाटोको। मेरो साथी विकासहरूले पनि त्यही भन्नुहुन्छ। हामीसँग अगाडि पछाडि हामी जस्तै यात्रामा धेरै साथीहरू हुनुहुन्थ्यो, उहाँहरू हाइकिङ गरेर हिँडिराख्नु भएको थियो। फाइनल्ली डेस्टिनेसनमा पुगियो। हामी बुकीपाटन क्षेत्रमा पुगिसक्यौँ। एकदमै चिसो मौसम छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। स्वागत छ तपाईँहरूलाई बुकीपाटन क्षेत्रमा। हामी बुकीपाटनदेखि टिकातारातर्फ लाग्यौँ। फेरि करिब 42 मिटर उचाइसम्म पुग्नेछौँ हामी। टिकातारा हिँडिरहेका छौँ। पछाडि विकास सर हुनुहुन्छ, अगाडि म छु। बाटो सिधा छ, अक्सिजन लेभल चाहिँ कम छ। लास्ट टायर भइसक्यो। या गो ओके, हेर्दै गर्नु होला। मनोरम धौलागिरी हिम श्रृङ्खला जुन टिकाताराबाट देख्न सकिन्छ। हाम्रो भिडियोलाई हेरिदिनु भएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई भिडियो मनपर्छ भने चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। हवस्, धन्यवाद। हामी अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ।